Hi, my dear student. Today we learn a respiratory system in prawn अथवा प्यालेमन. अब जनरली प्राउनमा चाहिँ तीनटा मेनवटा अर्गेन हुन्छ रेस्पिरेटरीमा फङ्सन गर्ने. पहिलो भनेको ब्राङ्कियोस्टोजाइट जसलाई गिल कभर पनि भन्छ, जो एउटा मात्रै प्रेजेन्ट हुन्छ. सेकेन्ड भनेको एपिपोडाइट्स जो चाहिँ 3 पेयरको हुन्छ. अनि थर्ड भनेको गिल अथवा ब्राङ्कियाई जो 8 पेयरको हुन्छ. यो तीनटा कुराहरू कहाँ छ भनेर हामी यता फिगरबाट हेर्नेछौँ. मैले के भने थिएँ, जनरली 3 पेयरवटा लिफ सेप स्ट्रक्चरको इपिपोडाइटहरू प्रेजेन्ट हुन्छन्. यो 1 2 3 3 पेयर अफ इपिपोडाइट हुन्छन्. अनि त्यसपछि एउटा गिल कभर हुन्छ, यो बाहिरको, अथवा यसलाई गिल च्याम्बर अथवा ब्राङ्कियोस्टोजाइट पनि भनिन्छ. सुरुमा हामी ब्राङ्कियोस्टोजाइटको कुरा गर्नेछौँ अथवा यसलाई गिल कभर. Each gill chamber is enclosed by a brachiostocyte or carapace by externally outside and from inner side thoracical. जनरली गिल च्याम्बरलाई बाहिरबाट चाहिँ आउटर साइडबाट चाहिँ ब्राङ्कियोस्टोजाइटले कभर गरेको हुन्छ भने चाहिँ इनर साइडमा चाहिँ थोरासिक वालले कभर गरेको हुन्छ. द गिल च्याम्बर ओपन अल द साइड एक्सपेक्ट डोर्सलले. तपाईँहरूलाई थाहा, भेन्ट्रल भनेको कता, डोर्सल भनेको कता. डोर्सल जनरली फ्रन्टको डोर्सल भनेको तल लोवर साइडतिर हुन्छ, जो सबै साइड चाहिँ क्लोज हुन्छ गिल च्याम्बरको, र डोर्सल साइडको मात्र के हुन्छ, ओपन हुन्छ. द इनर लाइनिङ अफ ब्राङ्कियोस्टोजाइट इज थिन, मेम्ब्रेनस एन्ड हाइली भास्कुलर, कन्टेन ब्लड ल्याकुनी. र यो लाइनलाई हाइलाइट गर्ने कुरा किन छ भन्दाखेरिमा, ब्राङ्कियोस्टोजाइटको इनर लाइनिङ चाहिँ एकदम मेम्ब्रेनस हुन्छ अनि एकदम भास्कुलर हुन्छ. जहाँ भास्कुलर हुन्छ त्यहाँ चाहिँ ब्लड ल्याकुनी भन्ने कन्टेन्ट गरेको हुन्छ, जसले चाहिँ रेस्पिरेसनमा हेल्प गर्छ. थस फ्रम रेस्पिरेटरी सर्फेस एब्जर्ब अक्सिजन, डिजल्भ इन वाटर एन्ड गिभ कार्बन डाइअक्साइड. अनि यसै रेस्पिरेटरी सर्फेसबाट चाहिँ अक्सिजन एब्जर्ब गर्ने र डिजल्भ भएको वाटरबाट र कार्बन डाइअक्साइड चाहिँ यसले रिमुभ गर्ने. सेकेन्ड भनेको इपिपोडाइट. इपिपोडाइट पनि मैले अघि कति के भनेको थिएँ, यहाँ इपिपोडाइट हेर्नुहोस्. इपिपोडाइट के छ, यो लिफ सेप स्ट्रक्चरको छ, 3 पेयरमा प्रेजेन्ट गर्छ. यसले चाहिँ कस्तो भन्दाखेरिमा, यसले चाहिँ प्रिमिटिभ गिल्सको जसरी चाहिँ फङ्सन गर्छ. मैले त्यही लाइन लेखेको छु. देयर आर 3 पेयर अफ सिम्पल लिफ लाइक स्ट्रक्चर एन्ड हाइली भास्कुलर इपिपोडाइट. यो पनि हाइली भास्कुलर नै हुन्छ, यसले ब्लड ल्याकुनी पनि कन्टेन गरेको हुन्छ. द इपिपोडाइट लाइट्स एन्टिरियर पार्ट अफ द गिल च्याम्बर. यो एन्टिरियर पार्टमा चाहिँ छ किन हेर्नु त, गिल च्याम्बरहरू, यो गिल च्याम्बरको एन्टिरियर पार्टमा इपिपोडाइटहरू प्रेजेन्ट छ. मैले त्यही लेखेको छु. एन्ड बिलो द स्क्याथिनोफाइट. हेर्नु, यो मैले लेखेको, यसलाई डिटर्माइन गरेको छु नि, यो चाहिँ स्याक्नोफाइट हो. यसको जस्ट बिलो हुन्छ, एन्टिरियर पार्टमा हुन्छ इपिपोडाइटहरू. इपिपोडाइट सर्भ एज द रेस्पिरेटरी अर्गेन एज अ प्रिमिटिभ गिल्स. यसले चाहिँ प्रिमिटिभ गिल्सको जसरी चाहिँ वर्क गर्छ. अब थर्ड भनेको गिल्स. अब गिल्स चाहिँ त्यहाँ 8 पेयरवटा गिल्स हुन्छन् भनेर भनेको थिएँ. अनि 8 पेयरमध्ये चाहिँ 7 एक्सपोज हुन्छन्. अनि मैले त्यही लेखेको छु, देयर आर 8 पेयर अफ गिल्स इनसाइड द गिल च्याम्बर बट ओन्ली 7 पेयर अफ देन एक्सपोज. 8 वान्स रिमुभ गिल कभर एन्ड 8 इज हिडन. 7वटामा एक्सपोज मात्रै हुन्छ अनि एउटा 8औँवाला गिल्स चाहिँ हिडन भएर बसेको हुन्छ. त्यो गिल्सको पनि मेनली कतिवटा छ, 3टा टाइपको छ त्यो गिल्स. देयर आर मेनली 3 काइन्ड्स अफ गिल्स विच आर फलोज. ल हेर्नुहोस्, पहिलो भनेको पोडोब्रान्च गिल अथवा यसलाई फुट गिल भनिन्छ. अर्को भनेको अर्थोब्रान्च अथवा यसलाई जोइन्ट गिल भनिन्छ. लास्ट भनेको प्लुरोब्रान्च अथवा प्लुरोब्रान्च अथवा साइड गिल. ल हेर्नुहोस्, यो पोडोब्रान्च गिल चाहिँ यहाँ हेर्नु, यो पोडोब्रान्च भनेको सुरुमा एन्टिरियर पार्टमा ठ्याक्कै इपिपोडाइटको तलतिर र म्याक्सिलिपिडको माथितिर हुन्छ. यो चाहिँ सेकेन्ड म्याक्सिलिपिडको चाहिँ ठ्याक्कै माथितिर एउटा गिल बसेको हुन्छ. पोडोब्रान्च अथवा फुट गिल भनिन्छ वेन गिल इज अट्याच टु द कोक्जा अफ एन एपेन्डेज. जहिले पनि एपेन्डेजको कोक्जा र बेसिस भन्ने चाहिँ, यो कोक्जा अथवा यो बेसिस भन्ने दुईवटा पार्ट हुन्छ एपेन्डेजको. यो चाहिँ कोक्जा भन्ने पार्टमा एट्याच भएर बसेको हुन्छ. अनि इट इज नन एज पोडोब्रान्च अल्सो फुट गिल. अनि यो पोडोब्रान्च चाहिँ अट्याच हुन्छ कोक्जाको सेकेन्ड म्याक्सिलिपिडमा. अनि तलतिर भनेको यो सेकेन्ड म्याक्सिलिपिडमा अट्याच हुन्छ है यो गिल. अनि तलतिर भनेको अर्थोब्रान्च. जब यो गिल अथवा यसलाई जोइन्ट गिल पनि भनिन्छ, जब गिल अट्याच हुन्छ अर्थोब्रान्च अथवा
जोइन्ट गिल अर्थोडियल मेम्ब्रेनमा एपेन्डेजमा चाहिँ थोरेक्सको एपेन्डेजमा अट्याच हुन्छ। यो चाहिँ थर्ड म्याक्सिली फिट। यहाँ हेर्नु त, मैले यहाँ ड्रइङमा राम्रोसँग हेर्नु, अर्थोब्रान्चमा चाहिँ यो चाहिँ थर्ड म्याक्सिली फिटमा चाहिँ के हुन्छ, यो अर्थोब्रान्च चाहिँ अथवा जोइन्ट गिल चाहिँ प्रेजेन्ट हुन्छ। अब थर्ड गिल प्लुरोब्रान्च। जब गिल अट्याच ल्याटरल वाल अफ सेगमेन्ट ह्याभिङ लिम्ब कल्ड प्लुरोब्रान्च। जब यति बाँकी रह्यो यो प्लुरोब्रान्चहरू अथवा यसलाई गिल्सहरू, यो चाहिँ कहाँ अट्याच हुन्छ भन्दाखेरिमा त्यो क्यारापेस अथवा ब्राङ्किस्टोसाइजको ल्याटरल पार्टमा चाहिँ अट्याच भएर बसेको हुन्छ। अनि देयर आर 5 प्लुरोब्रान्च। तिनीहरू चाहिँ 5 प्लुरोब्रान्च हुन्छन् अट्याच इन ल्याटरल वाल अफ थोरासिक सेगमेन्ट बियरिङ 5 वाल्किङ लेग। अनि 5वटा वाल्किङ लेगको माथिर चाहिँ यिनीहरू प्रेजेन्ट हुन्छन्। ल अब हरेक स्ट्रक्चर, हरेक गिलहरूभित्र त्यो गिलहरूको पनि यसको ट्रान्सफर सेक्सन काटेपछि कस्तो स्ट्रक्चर देखिन्छ भनेर स्ट्रक्चर अफ गिल्सको बारेमा पनि अलिकति लेखिदिनुपर्छ। अल द 8 गिल्स आर मोर अर लेस क्रिसेन्ट्रिक अर सेमिलुनार सेप। अब क्रिसेन्ट्रिक मुन भन्ने हजुरहरूले सुन्नुभयो होला, यो चाहिँ यस्तो सेपकोहरू सबै यस्तो सेपको छन् होइन। क्रिसेन्ट्रिक अर सेमिलुनार सेपको हुन्छन्। अनि यिनीहरूको साइज चाहिँ ग्रेजुअली इन्क्रिज हुन्छ एन्टेरियर टु पोस्टेरियरली। सो यिनीहरूको सेप चाहिँ पहिला सानो सानोदेखि एन्टेरियरबाट पोस्टेरियरतिर ठुलो हुँदै सेपहरू बढ्दै गएको छ। अनि द्याट इज गिल्स आर लार्जर इन फ्रन्ट अफ इट लार्जर देन इन फ्रन्ट अफ इट। त्यो अगाडिको गिलहरूभन्दा चाहिँ ठुलो हुन्छन्। सो हरेक गिल अट्याच हुन्छ थोराक्समा एट द मिडल बाई कनेक्टिभ नन एज गिल रुट। र हरेक गिलहरू चाहिँ यिनीहरू चाहिँ गिल रुटमा चाहिँ अट्याच भएर बसेको हुन्छ। अनि त्यसपछि द ब्राङ्कियल नर्भ एन्ड ब्राङ्कियल क्यानल आर इन्टर एन्ड लिभ द गिल थ्रोज अ गिल रुट। अनि यो ब्राङ्कियल नर्भ र ब्राङ्कियल क्यानलहरू चाहिँ यही गिल रुटबाट चाहिँ पास हुन्छन्। इन द फेलोमेन द गिल आर फाइलोब्रान्च भनेको जस्तै गिलको दुईवटा सेगमेन्टहरू देख्नुभयो भने यस्तो यो दुईवटा सेगमेन्टलाई, यो दुईवटा ब्रान्चलाई नै फाइलोब्रान्च भनिन्छ। अनि जो चाहिँ हरेक दुईवटा गिल प्लेट अनि हरेक साइडमा दुईवटा गिल प्लेटहरू अट्याच गरेको हुन्छ प्यारालल टु इच अदर। अनि मिडल लङ्गिट्युडनल ग्रुप हुन्छ, एउटा मिडलमा चाहिँ लङ्गिट्युडनल ग्रुप पनि हुन्छ। अनि द गिलार प्लेट आर लार्जेस्ट एट मिडल एन्ड ग्रेजुअली रेड्युस एट टु एन्ड। हेर्नु त, यो दुईवटातिर चाहिँ अलिक सानो, दुईवटा इन्डमा चाहिँ सानो हुन्छ अनि बिचमा चाहिँ अलिकति ग्रेजुअली अलिक इन्क्रिज भएको हुन्छ। सो यति नै हो। यसलाई चाहिँ टियास अफ गिल च्याम्बर हो। म चाहिँ नोट चाहिँ सर्लक्क देखाइदिन्छु, हजुरहरू कपी गर्न सक्नुहुन्छ। फिगर पनि बुकहरूबाट रेफरेन्स लगेर बनाउन सक्नुहुन्छ।